गाइज, अब कतिपयले साह्रो गाह्रो के छ कस्तो छ खबर हाल खबर होइन, कता हो के गर्दै हो, किन कसरी के कारणले कुन तरिकाले कस्तो के किन भन्ने कुराहरूको एकदमै ओहिरो लागेको छ। अब यो ओहिरोलाई समाधान गर्नको लागि मसँग कुनै यस्तो तरिका पनि छैन कि म 1 मिनेटभित्रै सबैको जवाफ दिन सकूँ। अब यावत कारणहरू धेरै छन् होइन, विभिन्न कारणहरू छन्, विभिन्न अवस्थाहरू छन्। अब त्यो अवस्थाहरूबाट अब पार पाउनलाई धेरै गाह्रो छ। अनि त्यो गाह्रोभित्र एकदम सजिलो कुराहरूलाई चाहिँ अगाडि बढाउन चाहिँ खोजिरहेको हो होइन। सजिलो कुराहरू मात्रै होइन, अब कहिलेकाहीँ यसो अप्ठ्यारो कुराहरूलाई पनि समाउनु पर्छ भन्ने कुरो लाएर अनि अप्ठ्यारो कुरातिर चाहिँ गएको हो के गाइज। अनि त्यसैले गर्दाखेरि अप्ठ्यारो कुरातिर भन्दैमा कुनै अर्कै कुरा हो कि होइन भन्ने कुरो लागेको होला यहाँहरूको मानसपटलमा, मस्तिष्कमा, यहाँहरूको सोचमा केही फरक किसिमको एउटा भावना उत्पन्न भएको होला। तर होइन, तर त्यो फरक किसिमको भावना नभएर सिमिलर एउटै किसिमको भावना, समानुपाती किसिमको भावना, सबैलाई मिल्ने जुल्ने, सबैको हाल खबर एउटै हो यतातिर त होइन। त्यतातिर बरु फरक होला होइन। कोही माथि, अब कोही माथि, कोही अलि तल, कोही अलि तल, कोही अलि तल होइन। अब कोही कतैको खेलमा, कोही के भन्छ नि कमिसनको खेलमा होइन, कोही चाहिँ अब बिचौलिया, अब कोही चाहिँ केही अब मानव बेचबिखनसम्म पनि हुनसक्छ नि त त्यहाँ त। अब कोही तस्करी अनेक छन् त। बरु त्यतातिर चाहिँ के छ हालखबर कस्तो भइरहेछ होइन, आन्दोलन मात्रै भइरहेछ कि त्यो त्यतातिर पनि के कस्तो भइरहेछ भन्ने कुरो हो। अब यता त यहाँ सबैको हालखबर एउटै हो, किनभने यहाँ त अब प्रायः अब परदेशमा अर्काको भूमिमा बसेर काम गर्ने मान्छेहरूको हालखबर